सुरु अब यहाँ चाहिँ यो खास गरेर ट्याटो चाहिँ भनेको चिज चाहिँ है आइच यो ट्याटो भनेको चिज चाहिँ यो हामीसँग लास्टसम्म रहने यही हो। स्वास्नी जान्छ, बच्चाहरू एकैतिर जान्छ, साथीहरू जान्छ, यो भएको कपाल पनि जान्छ, तर यो ट्याटो जाँदैन है। यसको विशेषता यो आफ्नो घाटमा जाने एकदम अभिन्न साथी हो। यो चाहिँ मेरो बुवाको पनि छ, मको पनि छ, हाम्रो त परिवारकै छ एउटा। यसमा धेरै चिज छ र अनि मैले के देखेको छु यो पाप पखाल्ने ठाउँ है। आफूले गरेको पाप पखाल्न चाहिँ यो दुख्छ, तर पछाडि चाहिँ असाध्यै मजा आउँछ है होइन। यो जति यो स्वर्ग नर्क भनेको यही हो। ट्याटो बनाउनुहोस्, तपाईँको सबै पाप पखालिन्छ लाग्छ मलाई चाहिँ। अनि सबैले भगवान्कै चित्र बनाउँछ, मैले बनाएको छु। यहाँ ओम लेखेको पहिला 10 पेजमा लेखेको त्यो मुटेर यत्रो निरुल थियो, तर आजकल त एकदम राम्रो सिस्टम छ होइन। एडभान्स अनि एकदम अनि फेरि तपाईँको त पहिला त छैन। मलाई छातीमा खोप्दाखेरि म त यसो जोस हुने कि अहिले त्यस्तो चाहिँ छैन। अहिले त ट्रिटमेन्टहरू राम्रो छ। यो अहिले 50 अहिले पातलो छाला हुने रहेछ कि यो पाप पखालिरहेको छ मन चाहिँ। तर यसको चाहिँ एकछिन थाहा पर्छ मेरो बाबु रोहन, यो हिजो मैले यो बनाएको है। यो मेरो यो भान्जाले बनाएको है। यहाँ पनि भान्जा, यहाँ पनि भान्जा, यो भान्जा भान्जाको रिलेसन होइन। अचम्मको भएको छ यो चाहिँ। यहाँ चिप एन्ड बेस्ट छ है। फेरि एकदम फेरि यो चाहिँ पहिल्यैदेखि मैले बच्चै यत्रो देखेँ नि। यो सोझो छ। तपाईँहरूले आउनुहोस् फेरि ट्याटोइङ क्षेत्रपातीमा तपाईँहरू प्रिन्ट जस्तो बनाइन्छ अनि रिजनेबल कस्टमा। अनि भान्जा मामाको नाम लिएर पनि स्पेसल डिस्काउन्ट हानिदिनु। ओके 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 ल पापा खालो।